हेर्नुस् त साथीहरु, मौरी मजाले आएको छ माथि। खै कता जंगलबाट आएको हो कुनी। यसरी हिजो बेलुकादेखि नै यो मैले थन्क्याएर राखेको घारमा यहाँ चाहिँ मौरी थिएन। यसमा चाहिँ थन्क्याइ राखेको थिएँ मैले यहाँ खप्ट्याएर। यसमा चाहिँ हिजोदेखि नै हेर्न आएको थियो। हिजो बेलुकादेखि नै आज बिहान चाहिँ अलिकति 10-12 चाहिँ यहाँ घुमेर हेर्दै थियो। पक्कै पनि मौरी आउने रहेछ भनेर म चाहिँ बसे। आज यसरी आएको छ मजा। अनि यसरी चाहिँ मैले राखिराखेको घारहरुमा कहिल्यै पनि आएको थिएन। यसपालि चाहिँ मजाले आएको छ। यो मौरीहरुले मन पराएपछि चाहिँ अटोमेटिक रूपमा आफै खोजेर आउँदो रहेछ। उनीहरु हुल निर्यास गरेर कता जंगलतिर अप्ठ्यारो स्थितिमा बसिरहेको हुन्छ। अनि यो कर्मी मौरीहरुले चाहिँ कहाँ चाहिँ सुरक्षित ठाउँ छ, कहाँ चाहिँ आफुलाई मन परेको ठाउँ छ, त्यहाँ चाहिँ यसरी हेर्न आउँछ र पछि रानी मौरी सहितलाई चाहिँ ल्याएर चाहिँ आफू आउँछ। यिनीहरुलाई अनुकूल मौसम पनि चाहिन्छ। जब अनुकूल मौसम हुन्छ तब मात्र यिनीहरु चाहिँ यसरी हिड्ने गर्दछ। अब प्रतिकूल मौसममा यिनीहरु एकै ठाउँमा बस्छन्। अब 2-3 दिनसम्म पनि एकै ठाउँमा बस्न सक्छ यिनीहरु प्रतिकूल मौसम हुँदा। जब अब मौसम चाहिँ अलि घमाइलो हुन्छ, त्यहाँ तातो न्यानो हुन्छ, पानी परेको हुँदैन, धुम्मिएको हुँदैन, हावाहुरी चलेको हुँदैन, त्यतिखेर बिहान अब 9:30 देखि 12-1-2 बजेसम्म यिनीहरुले जुनसुकै मौसममा चाहिँ यिनीहरु हिड्न सक्छ। यसरी हिड्नु धेरै कारणहरु हुन्छन्। कतै चाहिँ अब खानेकुरा उपलब्ध नभएर, कतै अब रानी चाहिँ एउटा भन्दा बढी उत्पादन भएर यसरी छुट्टिने हुन्छ। कुनैमा चाहिँ अब उसलाई विभिन्न कारणले त्यो घारमा चाहिँ बस्न मन नलागेको हुन्छ, लागेको हुँदैन। त्यही भएर पनि यिनीहरु चाहिँ हुल निर्यास गरेर हिड्ने हुन्छ। बेला बेलामा हामीले निरीक्षण अनुगमन गर्नुपर्छ। भित्र बच्चा छ छैन, खानेकुरा छ छैन, अब त्यो कुरा हेर्ने र अनि यसले हुल निर्यास गर्न लागेको हो कि यो बस्न नचाहेको हो कि भनेर अब हामीले त्यसरी पनि बुझ्न सकिन्छ। यिनीहरु हिड्न लागेको हो भनेदेखि यिनीहरुसँग बच्चा पनि हुँदैन, मह पनि हुँदैन।